नमस्ते सबैजनालाई। प्रतिपक्ष.com को नयाँ ड्यासबोर्ड लन्च भइसकेको छ। यसमा तपाईँले ड्यासबोर्ड हेर्नुभयो भने 100 बुँदे कार्ययोजना र राजसभाको बाचापत्र हामीले छुट्याएर राखेको छौँ। अब यहाँ चाहिँ हाम्रो 100 बुँदे कार्ययोजनाको डिटेल तपाईँले हेर्न सक्नुहुन्छ। आजसम्मको रिपोर्ट र त्यस्तै गरी टोटल प्रतिबद्धताको ट्र्याकिङ के भइरहेछ र यसको कामहरूको इच एन्ड एभ्री कामको डिटेलमा हेर्न सक्नुहुन्छ। त्यस्तै गरी बाचापत्रको हाम्रो 100 वटा बाचाहरू हामीले यहाँ लिस्ट डाउन गरेका छौँ र एभ्री बाचाभित्र पनि तपाईँको सब क्याटेगोरीहरू छ। त्यो क्याटेगोरीहरू पनि हामीले सबै निकालेर चाहिँ त्योबाट टोटल 250 वटा काम चाहिँ एज अ बाचा जसरी राजसभाको आएको छ त्यो कामलाई हामीले यहाँ लिस्ट डाउन गरेका छौँ र त्यसको ट्र्याकिङ पनि हामी गरिरहेका छौँ। त्यस्तै गरी मूल्याङ्कनमा खासै नयाँ त्यस्तो चेन्ज भएको छैन। यहाँ तपाईँले चाहिँ सरकारले गरेको सबै कामहरू एक ठाउँमा हेर्न सक्नुहुन्छ र त्यसमा आफ्नो समर्थन वा असमर्थन जनाउन सक्नुहुन्छ। र टोटल सरकारको काममा जस्तो 97 वटा काममा चाहिँ औसत सहमति, सरकारको कामसँगको सहमति चाहिँ 93% भनेर एउटा समरी पनि हेर्न सक्नुहुन्छ। त्यस्तै गरी गुनासोमा हामीले आफ्नो सांसदलाई चाहिँ तपाईँले गुनासो पठाउन मिल्ने व्यवस्था लिएर आएको छौँ। यसमा चाहिँ तपाईँले सबै आफ्नो प्रदेशको सांसदहरू छानेर उहाँहरूलाई चाहिँ आफ्नो गुनासोहरू राख्न सक्नुहुन्छ। प्रतिपक्ष.com को नयाँ ड्यासबोर्ड तपाईँहरूलाई कस्तो लाग्यो भन्ने जानकारी गरौँ।